सो यु क्यान सी है, इट्स रियल्ली अ प्राउड मोमेन्ट फर अल अफ अस होइन, अल क्यु फ्यामिली। किनभने एचई हायर एजुकेसन, यहाँ यु क्यान सी है, एचई हायर एजुकेसन ऱ्याङ्किङ 2026 एडिसनमा हाम्रो क्यु भनेको चाहिँ 122nd ऱ्याङ्कमा परेको छ है। अब यो भनेको चाहिँ के हो भनेपछि टोटल वर्ल्डको 95वटा डिफ्रेन्ट कन्ट्रिज मध्येको 507 पार्टिसिपेटिङ युनिभर्सिटिज मध्ये निकालेको ऱ्याङ्क हो है त यो 2026मा। सो जसअनुसार चाहिँ यु क्यान से क्यु इज रियली पर्फर्मिङ वेल होइन। सो अब यो एचई हायर एजुकेसन ऱ्याङ्किङ भनेको चाहिँ कस्तो हुन्छ भनेपछि यो भनेको एउटा भनौँ न एउटा स्टुडेन्टको चाहिँ एउटा रिपोर्ट कार्ड जस्तो हो कि। जस्तै एउटा रिपोर्ट कार्डमा चाहिँ डिफ्रेन्ट सब्जेक्ट्सको मार्क्सहरू हुन्छ नि, त्यसरी नै वर्ल्डको डिफ्रेन्ट युनिभर्सिटिजहरूलाई चाहिँ इभ्यालुएट गर्ने एउटा टुल जस्तो हो कि। यसमा चाहिँ तपाईँको डिफ्रेन्ट इन्डिकेटर्सहरू हुन्छ कि, लाइक 138वटा इन्डिकेटर्सहरू थिए, जसमा चाहिँ तपाईँको अब टिचिङ भयो होइन, एकाडेमिक्स भयो, त्यस्तै गरी युनिभर्सिटीको ट्रान्सपेरेन्सी कस्तो छ, त्यस्तै गरी तपाईँको यो युनिभर्सिटिजबाट पास आउट भएको ग्रेजुएट्सहरूले चाहिँ कतिको इम्प्लोइमेन्ट पाइरहेको छ, यी डिफ्रेन्ट प्यारामिटर्सहरूलाई चाहिँ कम्बाइन गरेर निकालेको हुन्छ यो ऱ्याङ्किङ है। सो जसअनुसार चाहिँ वी क्यान से केयु इज डुइङ वेल फ्रम पास्ट फ्यु इयर्स। सो द्याट्स रियली अ गुड न्युज फर अल अफ अस।